यो कुरा चाहिँ सबैलाई भएको छ है। हाम्रो फोन पकेटमा भाइब्रेट हुन्छ अनि झिकेर हेर्दाखेरि न त कल आएको हुन्छ न त कसैको मेसेज आएको हुन्छ। अनि यो किन हुन्छ त? यो पनि एउटा साइकोलोजिकल कारणले गर्दाखेरि हो र साइकोलोजीमा यसलाई चाहिँ फ्यान्टम भाइब्रेसन सिन्ड्रोम भनिन्छ। धेरै नोटिफिकेसन आउने बानीले गर्दाखेरि नि हाम्रो दिमागले चाहिँ नि सामान्य स्पर्शलाई पनि नि भाइब्रेसनको रूपमा बुझ्न थाल्दछ। तर यसलाई हामीले कसरी कम गर्न सकिन्छ भने नि फोन साइलेन्टमा राखेर स्क्रिन टाइम घटाएर र फोनको भाइब्रेसनलाई चाहिँ केही समयको लागि अफ गरेर। त्यसैले याद राख्नुहोस् ती अननेसेसरी नोटिफिकेसनले गर्दाखेरि तपाईँलाई केही समयको लागि आफ्नो लक्ष्यबाट विचलित बनाउँछ। जब तपाईँ आफ्नो गोल अचिभ गर्नको लागि मेहनत गरिरहनु भएको हुन्छ र तपाईँको माइन्ड जब डिस्ट्र्याक्ट हुन्छ नि त्यही डिस्ट्र्याक्सन चाहिँ तपाईँको सफलताको ठुलो बाधा बन्न सक्छ। त्यसैले अनावश्यक नोटिफिकेसनलाई आजदेखि इग्नोर गर्नुहोस् र आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्नुहोस् है त। Cheers!